ल सम्पूर्ण महानुभावहरुमा नमस्ते। ल हेर्नुहोस् हाम्रो यहाँ अटो मेकानिक साथीहरू हुनुहुन्छ। उहाँले विभिन्न गाडीहरू मर्मत गर्नेदेखि लिएर रिपेयरिङ गर्नेदेखि लिएर पार्ट पुर्जा बदल्नेदेखि सबै कामहरू यहाँ गर्नुहुन्छ। यो अटो मेकानिक इन्जिनियरिङ साथीहरू हुनुहुन्छ उहाँ। म यहाँ साथीहरू यहाँ हाम्रो एकजना अटो मेकानिक इन्जिनियर साथी यहाँ एउटा इन्जिनमा के चाहिँ माल भर्दै हुनुहुन्छ। यो के होला, यो तपाईँ जुन यो सेतो कलरको चाहिँ त्यो इन्जिनमा माल भरिरहनु भएको छ, यो के होला ल भन्नु त तपाईँ? त्यो मोबिल बोर्डको गुना बिग्रेको थियो, त्यही भरिरहेको छ। ए यो भर्दाखेरि चाहिँ इन्जिन चाहिँ सफ्ट हुन्छ है? हो, त्यो पहिले जस्तो हुन्छ, पहिले जस्तो नयाँ बन्छ होइन? पहिले जस्तो हुन्छ। ए यो ओल्डिङ पनि हो यो गर्नुपर्ने सबै? ओल्डिङ गरेर त्यो गुना पाल खोपेर गुना सुन्न खोपेर यो जस्तो पहिला नयाँको कन्डिसन हुन्छ त्यस्तै कन्डिसन भएर जान्छ है? हुन्छ पहिले जस्तो। ए ल ल धन्यवाद।